दिदी नमस्कार। नमस्कार बहिनी, नमस्कार। आउनु न बस्नु। आरामै हुनुहुन्छ दिदी? एकदम आरामै छु। कस्तो गर्मी भइरहेछ। के भयो, अनुहार पनि निहुरो देख्छु। के समस्या पर्यो बहिनीलाई? अलिकति पैसा सापट मागौ कि भनेर आएको। हैन, केको पैसा सापट हौ जहिले तैले जागिरेनी भएर पनि। नरिसाउनु न दिदी, मेरो छोरी साह्रै बिरामी छ के, डाक्टरले 5 लाख डिपोजिट गर्नु भनेको छ। अनि हैन, इन्सुरेन्स जीवन बिमा गरेको छौ न, आइएमई लाइफ इन्सुरेन्स देखि? छैन नि दिदी। अनि हाम्रै बालकुमारी म्याम हुनुहुन्छ त, हाम्रै आफन्त, अनि यसो गर्नु भनेको बेलामा भनेको थियो कि थिएन इन्सुरेन्स गर्नु भनेर? गर्नु त भन्दै थियो, अब त्यो बेला त्यस्तै भयो, गरिएन म त दिदी। अनि इन्सुरेन्स गरेर पनि सुनसुनार यत्रो दोकान गरेर बसेको छु, यही दोकानबाट 1-2 रुपियाँ बचत गर्छु र 1 वर्षमा ट्याक्कै निकालेर तिर्छु। अनि रोग लाग्यो भने पनि, यसरी रोग लाग्यो भने पनि इन्सुरेन्स कम्पनीले, आइएमई लाइफ इन्सुरेन्स कम्पनीले सबै खर्च दिन्छ, बिरामीको खर्च। बेलामा दिदी पुर्याउनु पर्यो नि। अब के गर्नु, त्यो बेला अब त्यस्तै भयो अब दिदी। म त 5 रुपियाँ सैकडा 5 रुपियाँले मात्रै दिन्छु। अब त्यतिमा दिन लाने भए लैजाऊ, होइन भने मलाई 5 रुपियाँ नै दिदी? 5 रुपियाँ नै हो त। अनि कि त बेलामा इन्सुरेन्स गर्नुपर्छ। दिमाग त नि पढे लेखेकै हो त नि, डिग्री पास गरेको। लु त्यति साह्रो नभन्नु है दिदी, अब जेसुकै होस्, आपद विपदमा 5 ले पनि हुन्छ। लु ल ल ल ल क्युआर गरिदिन्छु। अहिले त्यहाँ छोराहरूको क्युआर पठाउने यहाँ मेरो वाट्सएपमा, अनि म ट्रान्सफर गरिदिन्छु ल। आजै गरौँ योजना भविष्यको लागि, जीवन बिमा हो साथ सधैँको लागि। के तपाईँ त छुट्नु भएको छैन? आजै हाम्रो आइएमई लाइफ इन्सुरेन्स धरान ब्रान्चमा आउनुभई आफ्नो र आफ्नो परिवारको भविष्यको सुरक्षाको निम्ति बचत गरी आफ्नो लाइफ इन्सुरेन्स गर्नुहोस्।